नेपाल अमरेश कुमार सिंहको पुरै कमेडी टाइपको यसो सरकारलाई दबाब दिएको खालको भिडियो छ, हेर्दै यसो रियाक्ट गर्दै मनोरञ्जन। जनताको प्रतिनिधि हिसाबले प्रश्न गर्न चाहन्छु। हामी श्रमिक बेच्यौँ, विद्यार्थी बेच्यौँ, गिटी बालुवा बेचेर मधेसलाई मरुभूमीकरण गर्न खोज्यौँ। मेरो सरकारसँग प्रश्न छ, नेपाल कहिले बेच्दैछु, कम्तीमा समयमा नेपाली जनतालाई जानकारी गरौँ। उद्योग मन्त्रीजी यहीँ हुनुहुन्छ, उद्योग मन्त्रीजीको एउटा स्टेटमेन्ट पढ्थे कि बजारलाई हामी कन्ट्रोल गर्न सकेन, अनुगमन गर्न सकेन। त कसले गर्ने? भगवान्ले? पशुपतिनाथले? पहिला श्रमिकलाई भगाए देशबाट, त्यसपछि विद्यार्थीलाई भगाए, अब व्यापारी भगाउनेतिर राखेको छु। मात्र नेता र कर्मचारी बसौँ यो देशमा र देश लुटौँ। मन्त्रीजीको बाउको देश हो या प्रधानमन्त्रीजीको बाउको देश हो? देश जनताको। परराष्ट्र मन्त्रालय खाली विदेश घुम्नको लागि बनेको हो कि आफ्नो नागरिकको जीवधन सुरक्षा गर्नको लागि, चासो व्यक्त गर्नको लागि हो? कृषिको उत्पादन बढाउने कुरा हुन्छ, हरेक साल वैज्ञानिक खेतीको कुरा हुन्छ। त्यो वैज्ञानिक खेती कुन ग्रहमा हुन्छ? मङ्गल ग्रहमा हुन्छ कि बुध ग्रहमा? नेपालको धरतीमा त भइरहेको छैन। जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको भौतिक पूर्वाधार कार्यालयमा देश विकासको काम धमाधम भइरहेको थियो, किनकि यो सरकार 2 तिहाईको सरकार हो। यसले यति फास्ट काम गर्छ कि राति 1 बजे पनि कर्मचारी बियर खाएर पनि काम गरिराखेका छ। यस्तो बोल्ने शैली पनि त्यस्तै सही, क्वेसन उठाउने तरिकादेखि लिएर सबै सही के। बियर खाएर पनि काम गरिराखेका छ। मैं 15 मिनट तक पछाडि गएर त्यो किनकि दिउँसो त काम गर्न पाउँदैन। तर गगन थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दैछ। प्रधानमन्त्री हुने उम्मेदवार नै हार्ने गरी त पक्कै नहोलान्। गगनको जित सुनिश्चित भइसक्यो भनेर धेरैले भन्दैछन्। प्रमाणपत्र लिए भइहाल्छ नि, निर्वाचन आयोग चाहिँ काठमाडौँ छ, म त गाउँतिर छु। तपाईलाई भन्दा त गगनलाई जिताए जनतालाई फाइदा होला नि त। के फाइदा हुन्छ? उहाँ प्रधानमन्त्रीकै उम्मेदवार भोलि भने कहाँको प्रधानमन्त्री बन्छ? भने त कहाँको बन्छ? यो जिल्लाको विकासमा बाढी आउने होला। कहाँको प्रधानमन्त्री बन्छ? गनको बुरुन्डीको कि सोमालियाको कहाँको? 25 सीट पनि जित्दैन। के कारणले हो कि यहाँको कुनै नेता नेपालभित्र उपचार गराउँदैन? किन विदेशमा जानु पर्यो? त्यसमा विदेशमा गएर बस्ने नि। माननीय सदस्य, तपाईलाई बोल्न समय दिएको छैन, त्यसकारण माननीय सदस्य बसौँ। माननीय सदस्यहरू बसौँ। माननीय सदस्य, म तपाईलाई हाम्रो नियमावलीको एउटा कुरा म भन्न चाहन्छु, नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौँ। बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ, अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? बात त सही हो। सामान्य सभा महोदय, उहाँलाई यसभन्दा अगाडि बढ्न दिनु हुँदैन। उहाँको झोले सरकारकाहरूले त उठेर भन्ने नै त्यही त भन्ने, सही कुरा भन्ने। अभिव्यक्ति बेठिक छ। राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ। सामान्य सभा महोदय, संसदमा यो असंसदीय भाषा प्रयोग भयो, राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ। यहाँलाई दिएको समय 7 मिनेट छ। पार्टीको दलीय हिसाबले यदि निर्देशन दिनु छ त्यो निर्देशन हामी मान्न तयार छैन, किनभने सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई। एमाले जे भने त्यही निर्देशन छ भने सभा एमालेकै रहेछ मुखलाई सभामुख एमाले उठेर कुर्लेसी हानेर आउनु परेन निर्देशन दिन। सभामुख भएपछि त सबै ठाउँमा समान्तर हिसाबले बजेट बाँड्नुपर्छ भन्ने कुरा पो निकाल्नुपर्छ त। मासाला सभामुख संसदको एमालेको होइन, एमालेको होइन, तपाईको दायामाले आएको होइन, तपाईँ जसरी आएछ तपाईँ त्यही प्रक्रियाबाट म पनि आएको हो। देशप्रति गद्दार तपाईँ हो, देशप्रति गद्दार हो कि जसले देशको विकास दिन दिने। 20 वर्षमा देशलाई गरी बनाइदियो, युवाहरूलाई बाहिर पठाइदियो, देशलाई भ्रष्टाचारमा डुबाइदिने र देशको गद्दार हामी हुने।
सभामुखजी स्वतन्त्र सांसद साँडेर जहिले पनि मलाई रुलिङ मात्र गर्ने होइन, सबैलाई रुलिङ गर्नुपर्छ। सबै संसद बराबर हो, यहाँ कोही ठुलो होइन कोही सानो होइन। किनकि बारम्बार देख्छु कि हामीलाई मात्रै रुलिङ गर्ने, स्वतन्त्र सांसदलाई मात्र रुलिङ गर्ने कि एउटा राष्ट्रपाललाई दुख दिइराख्ने यहाँ, किनकि सानो दल छ। एउटा स्वतन्त्र सांसद चाहिँ त्यसलाई बोल्न नदिने, त्यसलाई रुलिङ दिने र सरकारको बजेट आफू जम्मै कुम्लाउने, त्यसलाई ताली बजाउने। क्या हामी चाहिँ ताली बजाउन मात्र आएको हो यहाँ। एउटा कुरा के भने माननीय सदस्य, तपाईँ निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईँ डाइस छाडेर तल जानुहोस्। निर्धारित विषय नबोलेपछि तपाईँ डाइस छाडेर तल जानुहोस्। यहाँ निर्धारित विषयमा बोल्नुपर्छ, नियम बोल्नुपर्छ। तपाईँ तल जान सक्नुहुन्छ। ठिक छ, तपाईँले मलाई बोल्न दिनु, म यहीँ रहन्छु। 7 मिनट मेरो टाइम छ, म यहीँ रहन्छु। एउटा कुरा के हो, हामी हिजोको दिनमा पनि अन्य अत्याचार भएको थियो, राजाको त्यसको पनि लागि लडेर आएको हो। कसैले हामीले टीका लगाएर आइदिएको होइन। अथोरिटी विदाउट एकाउन्टेबिलिटी डेन्जर छ। बोल्दिनु पर्यो कि ट्याक्स जबरजस्ती गर्नु भएन। 3 मिनेटको बाद कति हो तपाईँ नबोल्नुहोस्, तपाईँ पहिलाचोटि सांसदमा चाहिँ आफ्नो स्तरमा बस्नुहोस्। समितिको नियम छ नि, त्यो बिचमा टोक्न पाइन्छ। सभापतिले बनाउने अधिकार, तपाईँलाई बनाउने अधिकार होइन। यो माओवादी राज होइन, गुण्डातन्त्र होइन। सभापतिले रोक्न पाउँछ, सदस्यले रोक्न पाउने होइन। त्यति पनि ज्ञान चाहिँ कस्ता संघीय लोकतान्त्रिक गणतन्त्र चलाइराखेका छौँ। एउटा कार्यकारीले भन्छ वर्षात सक्ने बित्तिकै लाखौँ जनता सडकमा उतार्छु, अर्को कार्यकारी एक स्टेप बढेर भन्छ हामी सिंहदरबार जलाउँछौँ। काङ्ग्रेसलाई त सत्ता भए पुग्छ, राजा भए पनि पुग्छ, एमाले भए पनि पुग्छ, भोलि कोही तर सरकार चाहिएको हुन्छ काङ्ग्रेसलाई। काङ्ग्रेस त सही र गलत छुट्याउने स्थितिमा आजको काङ्ग्रेस छैन। 1 मिनट यो जरुरी कुरा, किनकि कम्युनिस्टलाई घाम लगाउनै पर्छ। कम्युनिस्ट एउटा हिपोक्रेट हुन्छ। मैले हिजो फिरो कास्टेको कुरामा भनिदिएको थिएँ कि वामपन्थीहरू कुन चुस्ने जुका हुन्छ। सम्मानीय सभामुख महोदय, यो देश ऐन कानुनले चल्ने कि हुकुमी शासनले चल्ने प्रश्न अहम छ। भुटानी शरणार्थी केसमा पनि निर्णय गर्नेलाई समातिएन। क्याबिनेटको निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्नु पर्यो नि। अरे बाप रे, ये तो धोती खोल रहा है। अहिले भर्खरै बाँसबारी छाला उद्योग कारखानाको कुरा आयो, सरकारले समात्यो। तर 2 घण्टा नहुने बित्तिकै प्रधानमन्त्रीदेखि लिएर गठबन्धनको नेताहरूको फोन तरातर आइजीलाई जान थाल्यो, छोड्नु अहिले तुरन्त छोड्नु, किनकि हामी त्यही व्यापारीको पैसा खाएर बचिरहेछौँ। हामी त्यही देश बेचेर बाँचिरहेछौँ, पार्टी चलाइरहेछौँ। सम्मानीय सभामुख महोदय, वास्तवमा अहिलेसम्म त सरकारले यत्रो गौरवशाली इतिहास कायम गरेछ आलु प्याजमा भ्याट लाएर। वास्तवमा नीति कार्यक्रम हेर्दाखेरि एउटा जुन मुहावरा छ कि अन्धेर नगरी चौपट राजा, टकेसर भाजी टकेसर खाजा। अहिले जनतामाथि तपाईँ लकडाउन गरिराख्नु भएको छ। लकडाउन सकेपछि जनताले सरकारमाथि लकडाउन गर्छ। हामी बब्रो सांसदहरू आज बोल्न पालो छ, त्यस कारण बब्रो सांसद केही कुरा राख्न चाहन्छु। किनभने ठुलो नेता त जनताप्रति इमान्दार, भागभण्डाप्रति इमान्दार हुनुहुन्छ, लुट्नप्रति इमान्दार हुन्छ। एनसेलको अर्ब रुपियाँ मुनाफा छ, त्यसलाई अर्ब रुपियाँ कर छुट हुन्छ। किन? मेन नेताजीहरू त्यसै खर्चबाट चल्या हुन्छ। न त सिङ्गापुरमा कसरी इलाज हुन्छ, सिङ्गापुरको खर्च कसले धानिन्छ, टिकट कसले काटिदिन्छ, होटलमा कसले राखिदिन्छ। भाउजूको 2टा देवरको नजिकको मान्छे डाक्टर रमेश कोइराला राजीनामा गरेर भाग्या छ। भाउजूको देवरहरूलाई म जहिले पनि खोज्छु। यता पनि के सुनिन्छ भने एउटा भाउजूलाई केही भयो भने सरकार गिर्छ, केही हुनुहुँदैन। अर्को भाउजूलाई केही भयो भने सिंहदरबार जल्छ। 1 खरबको देशभरमा भ्यू टावर बनाएको छ, त्यो काम हो। जनताले त्यसबाट के पाए? 26 खरब ऋण भइसकेको छ। यो संविधान नबन्दाखेरि जम्मा 8-9 खरब, अहिले 26 खरब ऋण भइसकेको छ। यही अर्थमन्त्री हुनुहुन्छ, 2 खरब त अहिले नै आन्तरिक ऋण लिइसक्नु भएको छ। म अहिले रोक्छु, अर्थमन्त्रीजी आएपछि मात्र बोल्छु, मेरो समय काउन्ट नहोस्। धन्यवाद। किनकि यो अर्थमन्त्रीले सुन्ने कुरा हो नि, म रोक्छु, अर्थमन्त्री आएपछि सुनाउँछु। कहाँ छोडेर भागेपछि के गर्नु? उहाँ उप प्रधानमन्त्री अर्थमन्त्रीजी आउनुभयो।
यिनीहरूलाई नलखेटिकन यिनीहरूमा सुधारको सम्भावना म देख्दैन। त्यो त सभामुखै एमालेको हो नि, त्यो संसदको सभामुख हो। सभामुख निष्पक्ष तटस्थ छैनन्, छँदै छैन त्यो। यति बदनाम नेपालको व्यवस्थापिकाको नेपालको संसदको इतिहासमा यति अयोग्य यति बदनाम सभामुख मैले देखेका थिइनँ। अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाउँछ, तर हाम्रो सरकार लजाउँदैन। सभामुखजी मार्फत सोध्न चाहन्छु, त्यो सभा हल बनाएर के फाइदा? अहिले भर्खर प्रचार आइरहेछ फेसबुकमा, म नेपाली जनताको प्रतिनिधि